Hello everyone, welcome to second episode of Learning Java नेपालीमा। आज हामी जाभाको एउटा one of the most important topic packages को बारेमा डिस्कस गर्नेछौँ। बिगिनरहरूलाई प्याकेजको कन्सेप्ट क्वाइट कन्फ्युजिङ लाग्छ, तर एक्चुअलमा यो एकदम सिम्पल छ राम्रोसँग बुझ्न सकियो भने। र यो चाहिँ रियल वर्ल्ड प्रोजेक्टमा यसको इम्पोर्टेन्स चाहिँ उत्तिकै नै हाई छ है। सो यो भिडियो पछि तपाईहरुले चाहिँ प्याकेज भनेको के हो, किन युज गर्ने, प्याकेजको नेमिङ कसरी राख्ने, डिफ्रेन्ट टाइपको प्याकेजहरु के छ भन्ने कुराको बारेमा चाहिँ हामी क्लियर भइन्छ। सो फर्स्ट अफ अल प्याकेज भनेको के हो? सो बेसिकली प्याकेज भनेको चाहिँ रिलेटेड क्लास हैन, इन्टरफेसेसहरु र सब प्याकेजलाई चाहिँ ग्रुपिङ गरेर राख्ने एउटा तरिका हो। सिम्पल भाषामा भन्नु पर्दाखेरि तपाईले जसरी कम्प्युटरमा चाहिँ फोल्डर बनाएर राख्नुहुन्छ त्यसै गरी चाहिँ हामीले जावामा चाहिँ फोल्डर गरेर राख्नु पर्यो भन्छ, त्यसलाई चाहिँ प्याकेजिङ भनेर भनिन्छ। फर एक्जाम्पल मैले चाहिँ मेरो कम्प्युटरमा चाहिँ मल्टिपल फाइल्सहरु छ, फर एक्जाम्पल फोटो, भिडियो, डकुमेन्ट, प्रोजेक्ट, यो सबै फाइल्सलाई चाहिँ मैले एउटै फोल्डरमा नराखिकिन मैले के गर्छु त अर्गनाइज वेमा राख्नु पर्यो भने मैले मल्टिपल फोल्डर बनाउँछु। फर एक्जाम्पल फोटोज भन्ने फोल्डर बनाउँछु, फोटोज भित्र चाहिँ मैले के गर्छु त सबै रिलेटेड फोटो राख्छु, भिडियोज फोल्डर भित्र भिडियोज, डकुमेन्ट्स भित्र डकुमेन्ट्स मात्रै। अझ त्यसलाई अझै अर्गनाइज गर्ने हो भने फोटोज भन्ने भित्र चाहिँ फोटोको पनि टाइप होला नि त, हो भ्याकेसनको फोटोज होला, म्यारेजको फोटोजहरु होला, अथवा के हो भन्दा फोटोज भित्र अर्को पनि फोल्डर बनाएर त्यसलाई पनि मैले के गर्न सक्छु त अझै ग्रुपिङ गरेर राख्न सक्छु। सो आफ्नो रिक्वायरमेन्ट अनुसार मैले चाहिँ के गर्न सक्छु त मेरो फाइल्सहरुलाई चाहिँ फोल्डर बनाएर चाहिँ अर्गनाइज वेमा ग्रुपिङ गरेर राख्छु। हो त्यही कन्सेप्ट त जुन अर्गनाइजेसन अथवा चाहिँ फाइललाई चाहिँ स्ट्रक्चर वेमा राखिन्छ हामीले फोल्डरमा चाहिँ कम्प्युटरमा चाहिँ, त्यसै गरी जावामा चाहिँ त्यही सेम कन्सेप्टलाई हामीले चाहिँ प्याकेजिङ भनिन्छ। सो प्याकेजिङ किन चाहिन्छ त नि भन्दा सबभन्दा मेन भनेको चाहिँ कोड अर्गनाइजेसन हो। अर्को भनेको नेम कन्फ्लिक्ट हो। यदि सेम नामको मल्टिपल फाइल्सहरु छ भने त्यसलाई चाहिँ हामीले डिफ्रेन्ट प्याकेजमा राखिए भने चाहिँ कन्फ्लिक्ट अभोइड गर्नलाई। अर्को भनेको एक्सेस कन्ट्रोल, अर्को भनेको रियुजेबिलिटी, अर्को भनेको चाहिँ प्रोजेक्टलाई मेन्टेन गर्न सजिलो बनाउँछ भनौं न बेसिकली भन्नु पर्दा हैन। सो किन भन्दा प्रोजेक्ट ठुलो हुँदै गएपछि प्याकेजको इम्पोर्टेन्स झन् बढ्दै जान्छ। सो हामीले स्मल चाहिँ प्रोजेक्टमा काम गर्दाखेरि किन प्याकेज बनाएको होला, नभएको पनि त हुन्छ, तीन चारवटा क्लासलाई किन प्याकेज बनाएको भयो, किन बनाइराखेका छौं जस्तो लाग्छ। तर एक्चुअलमा चाहिँ जब प्रोजेक्ट ठुलो हुँदै जान्छ, धेरै क्लासहरु क्रिएट गर्दै गइन्छ, त्यतिखेर बल्ल उसको इम्पोर्टेन्स चाहिँ बढ्दै जान्छ। सो एउटै सबै कुरा एउटै फोल्डरमा राखियो भने चाहिँ मेन्टेन गर्न गाह्रो हुन्छ, त्यसैले हामीले चाहिँ प्याकेज युज गरिन्छ। सो प्याकेज भनेको चाहिँ रिलेटेड क्लासलाई चाहिँ एउटै ग्रुप भनेको प्याकेजमा राख्ने भनेको चाहिँ प्याकेजिङ हो हैन। सो मसँग चाहिँ तीन चारवटा चाहिँ कामहरु छ, सेपरेट कामहरु छ अरे, त्यो सेपरेट कामलाई चाहिँ मैले के गर्छु त सेपरेट प्याकेजमा गरेर राख्छु, सो दैट मलाई चाहिँ कोड मेन्टेन गर्न, एक्सेस गर्न, तपाईको चाहिँ एक्सेस कन्ट्रोल गर्न एभ्रीथिङ इजी हुने भयो। लेट्स सी हैन अब कसरी प्याकेज बनाउने हैन, त्यसलाई चाहिँ नेमिङ कसरी राख्ने, एक्सेस कसरी गर्ने भन्ने कुरा चाहिँ विथ एक्जाम्पल लेट्स सी। अलराइट लेट्स स्टार्ट हैन। सो सबभन्दा पहिले चाहिँ हाम्रो पहिलाकै प्रिभियस प्याकेजलाई हेरीबाट स्टार्ट गरौँ। हामीसँग पहिला प्याकेज के थियो त भन्दा com.coding.with.sushil। सो डट भनेको के हो, कम भनेको के हो, एक्चुअलमा फोल्डरमा कसरी बस्छ भन्ने कुरा हामी हेरौँ। सो हेर्दा दुईटै स्क्रिनमा हेरौँ है, यहाँ com.coding.with.sushil भनेको यहाँ हेर्नु com.coding.with.sushil भित्र के छ त बल्ल यो फाइल छ। दैट मीन्स डट को काम के रहेछ भन्दाखेरि फोल्डरलाई सेपरेट गर्ने। ओ कम भित्र कोडिङ छ, डट विथ मीन्स कोडिङ भित्र विथ छ, विथ भित्र सुशील भन्ने छ, सुशील भित्र मात्रै के छ त जावाको फाइल्सहरु छ। फर एक्जाम्पल मैले रिनेम गरे है, रिफ्याक्टर रिनेम गरिदिउ कोडिङ विथ सुशील। अलराइट सो यसमा एक्स्ट्रा यो पनि यो पहिलाको पनि आउँछ र डिलिट नै गरिदिउ, वी डोन्ट नीड दैट। ओके com.coding with सुशील, coding.with.sushil छैन, अब कोडिङ विथ सुशील छ भने अब के आयो त com.coding with सुशील। सो बेसिकली डट को पछाडी भनेको चाहिँ त्यो भित्रको फोल्डर भन्ने कुरा बुझाउँछ है। हामीले बुझिसक्यौं कि प्याकेज भनेको फोल्डर हो, एक्चुअलमा प्रोजेक्ट भित्र पनि फोल्डर नै भएर बस्छ, तर यहाँ देखिने बेला चाहिँ डट भनेर देखाउँछ, सो दैट हामीलाई चाहिँ क्वाइट इजी तरिकाले चाहिँ एक्सेस गर्न मिलोस् भनेर। म अर्को एउटा चाहिँ आज एउटा प्याकेज बनाउँछु। आजको प्याकेज यस्तो गरौँ न, डेमो प्याकेज भन्ने एउटा हुने बनाउँछु। नयाँ प्याकेज भित्र मैले नयाँ प्रोजेक्ट बनाउँछु आज, डेमो प्याकेज नै भन्ने
डेमो प्याकेज टेस्ट whatever खासै मतलब भएन। अब हेर्नु छ भने भित्र के भयो त भन्दाखेरि डेमो प्याकेज भन्ने जुन यो छ प्याकेज भन्यो त्यो प्याकेज भित्र बल्ल के आयो त डेमो प्याकेज टेस्ट भन्ने आयो। द्याट्स वाइ के रहेछ त भन्दा प्याकेज बनाउनु भनेको एउटा फोल्डर क्रिएट गर्नु रहेछ। त्यो फोल्डर भित्र गएर मैले चाहिँ क्लास बनाए जस्तै। सो आज चाहिँ हामीले योलाई युज गर्छौँ है। सो यसमा चाहिँ कसरी युज गर्ने हैन के कुराहरूलाई हामीले चाहिँ ध्यान दिने भन्ने कुरा चाहिँ आज हामीले चाहिँ अब हामीले हेर्नेछौँ हैन। सबभन्दा पहिलो कुरा सो हामीले के बुझ्यौँ भन्दाखेरि एसआरसी भित्र हामीले प्याकेज बनाउने भन्ने कुरा हामीले बुझ्यौँ। प्याकेजलाई चाहिँ नर्मली डट भनेको चाहिँ फोल्डर भन्ने कुरा बुझिन्छ। अब चाहिँ हामीले के बुझौँ भन्दा नेमिङ कन्भेन्सन बुझौँ। जहिले पनि प्याकेजको नेमिङ कन्भेन्सन भनेको स्मल लेटर हुन्छ। कम डट डट जतिवटा आएछ के मतलब भन सबै लेटरहरू के छ त लोवर केसमा छ। हामीले यसमा चाहिँ क्यापिटल लेटर अथवा अन्डरस्कोरहरूलाई सबैसम्म हामीले युज गर्दैनौँ है नेमिङ कन्भेन्सन अनुसार है। सो एउटा मैले डेमो प्याकेज टेस्ट भन्ने एउटा मैले क्लास बनाएँ। सो यसमा चाहिँ सिम्पली मैले यसलाई चाहिँ एउटा मानौँ मेन मेथड बनाउँछु रे हेलो वर्ल्ड कोडिङ वाट एभर खासै केही मतलब भएन। अब म अर्को एउटा प्याकेज बनाउँछु अरे टेस्ट प्याकेज अरे द्याट मिन्स अर्को एउटा फोल्डर क्रिएट भयो। एउटा म यसमा क्लास बनाउँछु है टेस्ट प्याकेज। अब यहाँ ख्याल गर्नु भने डेमो प्याकेज टेस्टको फर्स्ट लाइनमा के छ त प्याकेज कम डट कोडिङ डट सुशील डट डेमो प्याकेज भनेको डेमो प्याकेज टेस्ट भन्ने कुन प्याकेजमा छ अरे कम डट कोडिङ विथ सुशील डट डेमो प्याकेज भित्र छ नि। द्याट्स वाइ हामीले क्लास क्रिएट गर्दाखेरि प्याकेज भनेको सबभन्दा फर्स्ट लाइन हुन्छ। यो लाइन भनेको चाहिँ यो क्लास चाहिँ कुन चाहिँ प्याकेज भित्र बेसिकली भनेको कुन चाहिँ फोल्डर भित्र छ भन्दाखेरि कम डट कोडिङ विथ सुशील डट डेमो प्याकेज भित्र यो क्लास छ भन्ने कुरा बुझाउँछ। सिमिलर टेस्ट प्याकेज केमा रहेछ त कम डट कोडिङ विथ सुशीलको टेस्ट प्याकेज भित्र चाहिँ यो क्लास रहेछ भन्ने कुरा बुझाउँछ है। अब अर्को भनेको चाहिँ हामीले के बुझ्नु पर्यो भन्दा टाइप्स अफ प्याकेज है। जस्तै यो मैले जुन प्याकेज बनाएँ कम डट कोडिङ विथ सुशील भनेको चाहिँ यो मेरो युजर डिफाइन प्याकेज हुन्छ। युजर डिफाइन मिन्स युजरले क्रिएट गरेको प्याकेज भनेको युजर डिफाइन प्याकेज हो। अब मैले चाहिँ सिस्टम डिफाइन अथवा चाहिँ बिल्ट इन प्याकेज भनेको चाहिँ के हो भन्ने कुरा म तपाईँलाई देखाउनको लागि फर इक्जाम्पल मैले चाहिँ एउटा मेन मेथड बनाउँछु है। एउटा जस्ट डेमो मात्र है मैले स्क्यानर यस मैले जब यहाँ स्क्यानर भनेको चाहिँ युजरबाट इनपुट लिनुको लागि एउटा क्लास हो। हामीले पछि पढ्छौँ अहिलेको लागि जस्ट के हो भन्ने कुरा हेरौँ है। जस्तै मैले जब कन्ट्रोल क्लिक गरेर अथवा कमान्ड क्लिक गरेर म यहाँ जान्छु यहाँ माथिपट्टि हेर्नु त जावा डट युटिल यो भनेको चाहिँ के हो त बिल्ट इन प्याकेज। बिल्ट इन मिन्स हामीलाई चाहिँ अलरेडी डेडिकेट दिइसकेको क्लासेसहरू हो। जावा डट युटिल जावा डट आइओ जावा डट एसक्युएल एन्ड सो अन है। यी प्याकेजहरू जुन पहिले एक्जिस्ट गर्छन् हामीले नबनाएको प्याकेज तर स्टिल एक्जिस्ट गर्छन् भने यो बिल्ट इन प्याकेज हो। हामीले बनाएको प्याकेजहरू भनेको सबै युजर डिफाइन्ड प्याकेजेसहरू हो। सो मैले यहाँ हेर्नुहोस् है मैले जस्तै टेस्ट प्याकेजमा हेर्दाखेरि प्याकेज कसरी लेख्यो अथवा अर्डर अफ तपाईँको कोडिङ हेरौँ। सबभन्दा पहिलो लाइन भनेको के हुन्छ त यो क्लास कुन चाहिँ प्याकेजभित्र छ। त्यसपछि म यो जावा डट युटिल डट स्क्यानर भन्ने जुन कुरा लेखेँ नि मैले यो क्लासलाई युज गरेर इम्पोर्ट स्टेटमेन्ट भनेको के हो हामी फेरि हेर्छौँ तर इम्पोर्ट स्टेटमेन्टको डिपेन्डेन्सीको कुरा हो क्या। यो टेस्ट प्याकेज चाहिँ स्क्यानरमा डिपेन्ड गर्दो रहेछ। यो स्क्यानर भन्ने क्लास कहाँ रहेछ त जावा डट युटिल डट स्क्यानर भन्ने चाहिँ जावा डट युटिल भन्ने प्याकेजभित्र रहेछ भन्ने कुरा बुझिन्छ है। सो यो भनेको चाहिँ हामीले चाहिँ युजर डिफाइन्ड प्याकेज बनायौँ। त्यो भित्र चाहिँ हामीले चाहिँ बिल्ट इन प्याकेजबाट चाहिँ एउटा स्क्यानर भन्ने क्लासलाई चाहिँ इम्पोर्ट गरेर चाहिँ हामीले एउटा ट्राई गर्यौँ होइन। अब बेसिकली सम्झिनु पर्ने के हो फर्स्ट वान इज अलवेज प्याकेज। सेकेन्ड वान भनेको चाहिँ इम्पोर्ट स्टेटमेन्ट टर्नै हुनसक्छ फाइल हुनसक्छ। हो मैले फाइल लेख्ने बित्तिकै माथिपट्टि फाइल भनेर आयो एन्ड सो अन एन्ड सो फोर्थ भनेको चाहिँ तपाईँको चाहिँ जतिवटा पनि इम्पोर्ट स्टेटमेन्ट छ यहाँ वान बाई वान यसरी आएर बस्दिन्छ होइन। अब यसलाई ब्याक छौँ। अब यहाँ ख्याल गर्नु भएको छ भने नर्मल्ली हाम्रो जावाको नेमिङ कन्भेन्सनमा चाहिँ प्याकेजको नेमिङ चाहिँ कमबाट स्टार्ट गर्ने चलन छ है। किनभने कम डट कोडिङ डट विथ सुशील कम डट सम अदर क्लास कम डट समथिङ। तर यो किन चाहिँ वाइ कमबाट स्टार्ट गर्नुपर्ने कारण के हो अथवा वाइ भन्ने जुन छ नि तपाईँको
एन्सर के हो भन्दाखेरि यसलाई भन्छ रिभर्स डोमेन नेमिङ भन्छ के रिभर्स डोमेन नेमिङ भनेको कस्तो भन्दा फर इक्जाम्पल मेरो वेबसाइटको नाम छ डब्लु छन त छैन स्टिल है कोडिङ विथ सुशील.com छ भने अब यसलाई कमेन्ट गरौँ है हिँडेर आयो यसलाई रिभर्स डबल नराखौँ डबल चाहिँदैन अहिले कोडिङ.सुशील.com छ भने रिभर्स भनेको के हो त com.कोडिङ विथ सुशील हो ओके भनेको वेबसाइटको नाम जस्तै एउटा चाहिँ डोमेन भनेको बेसिकली वेबसाइटै भयो होइन हाम्रो चाहिँ जुनमा गएर हामीले चाहिँ एक्सेस गर्न सक्छौँ हाम्रो वेबको कन्टेन्ट त्यसलाई भनिन्छ वेबसाइटलाई एक्सेस गर्नको लागि डोमेन नेम चाहिन्छ डोमेन नेम भनेको युनिक हुन्छ होइन सो com.कोडिङ.सुशील.com भनेको .com लाई चाहिँ हामीले के गर्छौँ त हामी कमलाई अगाडि लगाएर डोमेनको एक्चुअल नामलाई चाहिँ पछाडि लगाइहाल्छ होइन सो यो के हो भन्दाखेरि चाहिँ फर इक्जाम्पल अझै अर्को मेरो प्रोजेक्ट छ अरे फर इक्जाम्पल com.ai-debian प्रोजेक्ट छ भने ai-debian.com एक्जिस्ट गर्छ ai-debian को मैले चाहिँ प्याकेज बनाउनु पर्यो भने com.ai-debian भनेर मैले चाहिँ बनाउँछु अब यसमा चाहिँ com.ai-debian.services कन्ट्रोलर वाट एभर सबै प्याकेज चाहिँ com.ai-debian अथवा com.कोडिङ.सुशीलबाट नै मैले के गर्छु त स्टार्ट गर्छु होइन किन खास यो आइदियो भन्दाखेरि फर इक्जाम्पल कहिलेकाहीँ के हुन्छ भन्दाखेरि मैले मल्टिपल कुराहरूलाई चाहिँ मैले एकैचोटि चाहिँ इन्टिग्रेट गरेर राख्नु पर्यो भने फर इक्जाम्पल कोडिङ विथ सुशील र ai-debian को दुईटा कुरा मैले मर्ज गरेर राख्नु पर्यो अरे तर के भइदियो भन्दाखेरि कोडिङ विथ सुशीलमा पनि एउटा इम्प्लोइ भन्ने क्लास छ अरे ai-debian भन्ने प्रोजेक्टमा पनि इम्प्लोइ भन्ने क्लास छ भने अब दुईटैको इम्प्लोइ भन्ने क्लास छ तर प्याकेज युजै गरेको छैन भने त कन्फ्लिक्ट भयो नि त अब कन्फ्लिक्ट कसरी हट्छ भन्दाखेरि यदि दुईटैमा चाहिँ यदि मेरो चाहिँ इम्प्लोइ भन्ने क्लास छ भने कन्फ्लिक्ट कसरी हट्ने भयो त इम्प्लोइ अब के भइदियो भन्दाखेरि ए यो इम्प्लोइ चाहिँ कोडिङ विथ सुशीलको रहेछ यो इम्प्लोइ चाहिँ ai-debian को रहेछ भन्ने भयो यसरी पनि के हुने भयो त सेपरेसन गर्न सकियो होइन यो भनेको कन्फ्लिक्ट अथवा तपाईँको चाहिँ कन्फ्लिक्ट नआओस् भनेर चाहिँ हामीले पहिले के गरेको त यसलाई ह्यान्डल गरेको सो बेसिकली .com भनेको चाहिँ कमर्सियल कम्पनीज भनेर भन्न खोजेको है वेबसाइटमा चाहिँ होइन जस्तै google.com facebook.com होइन etc कति छन् होइन अब यसमा डटको मिनिङ हामीले बुझ्यौँ डट मिन्स फोल्डरभित्र भन्ने कुरा बुझ्यौँ सो बेसिकली प्याकेजको हायरकी रिप्रेजेन्ट गर्छ नि यदि डट आउने बित्तिकै के हुन्छ त भन्दाखेरि चाहिँ यहाँभित्र चाहिँ अर्को एउटा डिरेक्ट्री छ अरे फेरि अर्को डट आयो त्योभित्र अर्को डिरेक्ट्री छ भन्ने कुरा चाहिँ उसले रिप्रेजेन्ट गर्छ होइन अब बेस्ट प्र्याक्टिसको कुरा गर्दाखेरि प्याकेजको नेम जहिले पनि लोवर केसबाट स्टार्ट गर्नु पर्यो फर्स्ट अफ अल प्याकेजको नाम मिनिङफुल राख्नु जस्तै com.xyz abc होइन के हो एक्चुअलमा काम गर्न खोजिरहेको के छ जस्तै मैले डेमो प्याकेज मिन्स मैले यहाँ प्याकेजको के लेख्दैछु टेस्ट प्याकेज मिन्स मैले प्याकेजलाई टेस्ट गर्दैछु द्याट मिन्स समथिङ मिनिङफुल हुनु पर्यो कि कलेजको लागि काम गर्दैछ .college com.कलेजको नाम .college एन्ड सो अन इम्प्लोइ म्यानेजमेन्ट सिस्टम छ भने .employee समथिङ सो द्याट किवर्डलाई इन्क्लुड गर्ने ट्राई गर्नु होला होइन अर्को चाहिँ फिचर वाइज प्रोजेक्ट क्रिएट गर्नु हामी प्याकेज क्रिएट गर्नु पर्यो भद्र गोल गर्ने होइन कि फोटो छ भने फोटोजभित्र पनि यदि मल्टिपल फोल्डर छ भने त्यो प्याकेजभित्र पनि अर्को प्याकेजहरू क्रिएट गर्नु सो द्याट एभ्रिथिङ वेल अर्गनाइज वेल प्याकेज वेल तपाईँको चाहिँ अन्डरस्टुड हुनु पर्यो क्या होइन अर्को भनेको हामीले नर्मल्ली बिगिनरले मिस्टेक कमन के गरिन्छ भन्दा प्याकेजको डिक्लेरेसन सुरुमा नराखिकन इम्पोर्ट भन्दा मुनिपट्टि राखिन्छ फर इक्जाम्पल दिस वान यसलाई यहाँभन्दा मुनि राखिदियो भने मिस्टेक हो होइन इम्पोर्ट मिस्टेक गर्नु होइन फोल्डरको स्ट्रक्चर मिसम्याच गर्नु क्यापिटल लेटर युज गर्नु होइन अनि सकेसम्म प्याकेजको नेमलाई चाहिँ हामीले चाहिँ अलि चाहिँ मिनिङफुल राख्नु सो यो यस्ता कुराहरू चाहिँ हामीले चाहिँ विचार गर्नु कतिको सबै कुरा मिस्टेक चाहिँ होइन तर हामीले चाहिँ सकेसम्म कोडिङ स्ट्यान्डर्डहरू चाहिँ अथवा वर्ल्ड वाइड चलेको चलनलाई चाहिँ फलो गरेको राम्रो है सो बेसिकली अब हामीलाई चाहिँ इन्टरभ्यूमा पनि यस्ता क्वेसनहरू चाहिँ सोधिरहेको हुन्छ कि प्याकेज भनेको के हो सो बेसिकली प्याकेज भनेको के हो भन्दा हामीले के भन्न सकिन्छ नेम स्पेस भन्न सकिन्छ क्या युज टु अर्गनाइज रिलेटेड क्लासेस र इन्टरफेसेसहरूलाई सो हामीले चाहिँ हामीसँग भएको क्लास इन्टरफेसलाई वेल अर्गनाइज स्ट्रक्चर वेमा चाहिँ कहीँ लगेर चाहिँ राख्नु छ भने त्यो कन्सेप्टलाई हामीले चाहिँ के भनिन्छ त प्याकेज भनेर भनिन्छ होइन अनि अर्को भनेको किन वाइ कमबाट स्टार्ट हुन्छ भन्दाखेरि यो भनेको चाहिँ रिभर्स डोमेन नेमिङ कन्भेन्सन भनिन्छ सो द्याट प्याकेजलाई चाहिँ ग्लोबल्ली युनिक सोचौँ कि हाम्रो प्याकेज लिमिटेड होइन हाम्रो प्रोजेक्ट लिमिटेड होइन कि मैले आज लोकली गरेको छु मैले भोलि मेरो प्रोजेक्टलाई मात्रै होइन कि भोलि
मेबी ग्लोबली गयो भने यदि मेरो प्रोजेक्ट अरूले पनि युज गर्नु पर्यो भने कन्फ्लिक्ट नआओस् के अरूसँग, द्याट्स वाइ हामीले के गर्छौँ त ग्लोबल युनिक बनाउनको लागि चाहिँ कम भनेर चाहिँ युज गर्छौँ होइन। सो डिफ्रेन्ट टाइप्स अफ प्याकेज भनेको एउटा इनबिल्ट भयो, एउटा चाहिँ बिल्ट इन भनौँ न, इनबिल्ट भन्दा पनि बिल्ट इन प्याकेज र अर्को चाहिँ युजर डिफाइन्ड प्याकेज भयो होइन। सो हामीले एउटा अर्को कुरा देखाउँछु म यहाँ टेस्ट प्याकेजभित्र छु अरे, मैले टेस्ट प्याकेजभित्र डेमो प्याकेज युज गर्नु पर्यो भने मैले के गर्ने रहेछ त डेमो प्याकेज टेस्ट। अब ख्याल गर्नु त डेमो प्याकेज टेस्ट अब म यहाँ लेख्छु माथिपट्टि इम्पोर्ट भएको छ कम डट कोडिङ डट विथ सुशील डट डेमो प्याकेज टेस्ट भनेको टेस्ट प्याकेज भन्ने प्याकेज आई मिन टेस्ट प्याकेज क्लास चाहिँ टेस्ट प्याकेज भन्ने प्याकेजभित्रै छ, डेमो प्याकेज टेस्ट भन्ने चाहिँ डेमो प्याकेज भन्ने चाहिँ प्याकेजभित्र छ। भनेपछि मैले चाहिँ अर्को प्याकेजको चाहिँ क्लास अर्को प्याकेजमा युज गर्नु पर्यो भने मैले इम्पोर्ट गर्नु पर्यो। फर इक्जाम्पल टेस्ट प्याकेजभित्र डेमो प्याकेज टेस्ट युज गर्नु पर्यो, डेमो प्याकेज टेस्ट अर्को प्याकेजमा एक्जिस्ट गर्छु भने मैले यसलाई चाहिँ के गर्नु पर्यो, ल है यो चाहिँ डेमो प्याकेज टेस्ट चाहिँ कम डट कोडिङ विथ सुशील डट डेमो प्याकेजभित्र छ र यसको नाम चाहिँ डेमो प्याकेज टेस्ट हो र यसलाई इम्पोर्ट गर भनेर भनेको। सो द्याट्स इट। प्याकेज भनेको के हो, कसरी बनाउने होइन, कहाँ लेख्ने, नेमिङ कन्भेन्सन के हो, इम्पोर्ट कसरी गर्ने होइन, र कमको मिनिङ के हो भन्ने कुरा चाहिँ हामीले हेऱ्यौँ। सो आज हामीले चाहिँ जाभाको प्याकेजेसको बारेमा डिटेलमा सिक्यौँ। हामीले के बुझ्यौँ भन्दा जाभाको प्याकेज भनेको के हो, प्याकेज किन युज गर्ने, बिल्ट इन र युजर डिफरेन्ट प्याकेज भनेको कस्तो हुन्छ, इम्पोर्ट कसरी गर्ने, किन कमबाट स्टार्ट हुन्छ, डटको इम्पोर्टेन्स के हो, बेस्ट प्र्याक्टिसेस के हो र इन्टरभ्यूको फ्यु क्वेसन्सहरू हामीले हेऱ्यौँ होइन। याद राख्नु प्याकेज भनेको जाभाको सानो कन्सेप्ट देखिए पनि रियल वर्ल्डमा चाहिँ रियल प्रोजेक्टमा चाहिँ कोडलाई अर्गनाइज मेन्टेनेबल स्केलेबल बनाउन यसको एकदमै इम्पोर्टेन्स छ है। जब हामीले स्प्रिङ बुट, हाइबरनेट अथवा माइक्रो सर्भिसेसमा वा ठुलो इन्टरप्राइज एप्लिकेसनमा चाहिँ हामीले बनाउन स्टार्ट गर्छौँ नि प्याकेजको स्ट्रक्चरको इम्पोर्टेन्स झन् बढ्दै पनि जान्छ, हामीले बुझ्दै पनि जान्छ। सो आज प्र्याक्टिसको लागि चाहिँ एउटा सानो प्रोजेक्ट बनाउनु, त्यो प्रोजेक्टभित्र चाहिँ प्याकेजेसहरू क्रिएट गर्नु, मल्टिपल प्याकेजेसहरू क्रिएट गर्नु र त्यो प्याकेजेसभित्र ऱ्यान्डम केही क्लासेसहरू क्रिएट गर्नु र त्यो एउटा क्लासलाई चाहिँ अर्को प्याकेजमा भएको क्लासमा गएर इम्पोर्ट गरी हेर्नु, त्यसको चाहिँ युजेसको बारेमा हेर्नु होला है। सो अब चाहिँ हामीहरूले चाहिँ नेक्स्ट क्लासमा अथवा नेक्स्ट एपिसोडमा चाहिँ हामीहरूले चाहिँ आइडेन्टिफायर्स इन जावा भनेको चाहिँ के हो भन्ने कुरा हामीले हेर्नेछौँ। सो थ्याङ्क यू फर वाचिङ, सी यू इन द नेक्स्ट एपिसोड, ह्याप्पी कोडिङ।